नमस्ते साथीहरू। यदि तपाईँ गणक वा सुपरिवेक्षकमा फर्म भर्न चाहनुहुन्छ, तर यदि तपाईँलाई फर्म भर्दा कुनै पनि प्रब्लम भयो, तपाईँको सबमिट भइरहेको छैन या अरू कुनै प्रब्लम देखाइरहेछ भने मलाई सम्झिन सक्नुहुन्छ। मैले WhatsApp नम्बर पनि राखिदिएको छु, नत्र मेरो चाहिँ फेसबुकमा इनबक्समा आएर पनि तपाईँले भन्न सक्नुहुन्छ। मैले तपाईँको फ्रीमा नै फर्म फिलअप गरिदिनेछु है। अब लास्ट डेटतिर छौँ हामी, धेरै टाइम पनि छैन, 3 दिन जति चाहिँ बचेको छ टाइम। त्यही भएर चाहिँ यसरी गएर नर्मल कुराहरू राखिएको छ। हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ कहाँ छ भने यो फोटोको साइजहरू हुन्छ नि, त्यसमा चाहिँ पिडिएफ र जेपिइजी अथवा जेपिइजी र जेपिजी भने चाहिँ एउटै हो। यसको चाहिँ अधिकतम साइज चाहिँ 200 KB हुनुपर्छ है। अरू केही पनि छैन त्यस्तो। आवेदनको पद, प्रदेश, यो चाहिँ काम गर्न चाहेको ठाउँको विवरण हो। त्यसपछि उसको व्यक्तिगत विवरण भइहाल्यो, आफ्नो नाम इङ्ग्लिसमा नेपालीमा, अनि बाबुको नाम, आमाको नाम, बाजेको नाम, जन्ममिति यहाँ तपाईँले विक्रम सम्पदमा मात्रै राख्नुभयो भने यो चाहिँ एडीमा चाहिँ आफै आउँछ, इङ्ग्लिस डेट चाहिँ आफै आउँछ है। अनि उमेर पनि आफै आउँछ, पुरा भएको उमेर पनि आफै आउँछ, र सम्पर्क नम्बर, इमेल राख्नुपर्ने हुन्छ। त्यसपछि नागरिकता विवरण, नागरिकता कहाँबाट बनेको, नागरिकता नम्बर, जारी मितिहरू राखेर तल चाहिँ यहाँनिर नागरिकता प्रमाणपत्र भनेर छ। यहाँनिर चाहिँ तपाईँले नागरिकताको जेपिजी फर्मेटमा या पिडिएफमा चाहिँ 200 KB भन्दा तलको फाइल चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। नागरिकताको अगाडिको फोटो या पिडिएफ दुइटै अगाडि पछाडिको जुनसुकै राख्यो पनि तपाईँको एक्सेप्ट हुन्छ है। त्यसपछि तपाईँको स्थायी ठेगाना होइन, तपाईँको चाहिँ कहाँको बासिन्दा हो तपाईँ, स्थायी ठेगाना त्यो राख्ने। अनि त्यसपछि यहाँ तल गएर छ, यदि तपाईँ अहिले अर्कै ठाउँमा बसिरहनु भएको छ भने स्थायी ठेगाना एउटै छ या फरक छ भनेर सोधिएको छ। एउटै भयो एउटै राख्ने, नत्र फरक छ भने फरक छमा टिक लगाएर अस्थायी ठेगाना चाहिँ कुन चाहिँ हो त, यदि फरक छ भनेर लगायो भने अहिले अस्थायी चाहिँ कुन चाहिँ हो त त्यो दिने। अनि त्यसपछि तपाईँले चाहिँ आवेदन गरेको पदको लागि न्यूनतम योग्यता, यदि तपाईँ गणक हुनुहुन्छ भने +2 सङ्काय भनेर यहाँबाट सिलेक्ट गर्नुपर्ने हुन्छ। +2 भएपछि अनि त्यसपछि यहाँ सङ्काय कुन चाहिँ सङ्काय हो त, तपाईँको मानविकी हो कि वाणिज्य हो कि अरू पनि छ होइन, त्यहाँबाट चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ चाहिँ प्राप्ताङ्क प्रतिशत भनेको छ, जिपिए भनेको छ। यदि तपाईँ पुरानो पहिलाको हुनुहुन्छ भने तपाईँको प्रतिशतमा होला, र तपाईँ नयाँ हुनुहुन्छ भने तपाईँको जिपिएमा चाहिँ यसमा टोटल तपाईँको मार्क्सहरू चाहिँ दिएको होला। त्यसै गरी तल चाहिँ माथिल्लो शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र भनेको चाहिँ यसमा चाहिँ तपाईँहरूले यहाँभन्दा अगाडि माथि गरे जस्तै 200 KB भन्दा तलको पिडिएफ वा जेपिजी फाइल यसमा अपलोड गर्नुपर्ने हुन्छ। ट्रान्सक्रिप्टको फोटो मात्रै भए हुन्छ। त्यसपछि तल दिएको छ तालिम सम्बन्धी विवरण। यदि तपाईँले तालिम गर्नुभएको छ भने चाहिँ तालिम सम्बन्धी विवरण दिने हो होइन। अनि त्यसै गरी चाहिँ यदि कुनै तालिम गर्नु भएको छैन भनेपछि यसमा चाहिँ छैनमा क्लिक गर्नुपर्छ। यहाँनिर बिगारेको चाहिँ हामीले यहाँ हुन्छौँ है, यसलाई त्यत्तिकै छोड्नु हुँदैन, यहाँ माथि गएर छैन गर्नुपर्छ। अनि त्यसो गरी चाहिँ यहाँ तल पनि सेम त्यसै गरी अनुभव पनि छ छैन यसमा पनि विवरण दिने। र लास्टमा आएर चाहिँ आवेदकको फोटो भनेको छ, यसमा पनि सेम पिडिएफ, जेपिजी और जेपिइजी फर्मेटमा भएको फोटो, 200 KB भन्दा कम भएको फोटो यसमा अपलोड गरेर यहाँ टिक लगाएर यहाँनिर देख्न सक्नुहुन्छ। यसमा टिक लगाएर तपाईँले चाहिँ सबमिट गर्न सक्नुहुन्छ है। जतिखेर सबमिट गर्दा पनि हुन्छ, अफिस टाइम भन्ने हुँदैन। हिजो शनिबार भएर हिजो चाहिँ सर्भर बन्द थियो र आज चाहिँ खुलिसकेको छ, अहिलेबाट तपाईँले गर्न सक्नुहुन्छ। यदि तपाईँलाई फर्म भर्दा कुनै पनि प्रब्लम भयो, तपाईँको सबमिट भइरहेको छैन या अरू कुनै प्रब्लम देखाइरहेछ भने मलाई सम्झिन सक्नुहुन्छ। मैले WhatsApp नम्बर पनि राखिदिएको छु, नत्र मेरो चाहिँ फेसबुकमा इनबक्समा आएर पनि तपाईँले भन्न सक्नुहुन्छ। मैले तपाईँको फ्रीमा नै
फर्म फिलअप गरिदिनेछु है। अब लास्ट डेटतिर छौँ हामी, धेरै टाइम पनि छैन, 2-3 दिन 3 दिन जति चाहिँ बचेको छ टाइम। त्यही भएर चाहिँ सम्झिनु होला है। हस्, थ्याङ्क यू। च्यानललाई माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। यदि भिडियो मन पर्यो भने लाइक पनि गरिदिनु होला। सम्झिनु होला है। हस्, थ्याङ्क यू। च्यानललाई माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। यदि भिडियो मन पर्यो भने लाइक पनि गरिदिनु होला।